नाम चाहिँ के हो रे बुवा? हजुरको नाम के हो? मेरो हजुर फर्क्यो भनी बुझ्नको मन भए दुलालो मेरो थर। घर कहाँ हो भनी बुझ्नको मन भए पिप्ले हो मेरो घर। पानी पर्या छैन आकाशभरि नै लाग्यो बादलको घेरो। पिप्लेमा घर हो दुलाल थर हो टीका माधव नाम मेरो। टीका माधव दुलाल है। हजुर कति वर्ष हुनुभयो बुवा? म 19 सालको यसैमा छ सबै जम्मै भयभरको सबै यसैमा छ। है कस्तो राम्रो तपाईँ त यस्तै लेख्न आउने है। हामीलाई त लेख्नदेखि पढ्न नै आउँदैन होला। अब तपाईँको फुर्के चौरेक लेखे त्याबाजी हुन गयो खड्कौँले फेरि अनि ठुलजमारको अबारी रातेबी बड्कौँले आरामपुर भोरे ल्याउनी। चाबीले गङ्गटे त्रिशुले चिसा पानी घ्याम्पे गौरी टार अब चुच्चे खोला चौगडा तिले ठुन गो पुतली बजार सब। नागसोती कमाने निउरिनी क्याम्पा डाँडा भयो क्रमैले ता। माछा पलान रिसो ढकाल टोलाउँदै भयो क्रमैले उहाँ। रुद्रेश्वर मन्दिर छ तिरमणिए खुबो छ थानमा ता। पिप्ले सानो पोखरा होल डाँडा कमल डाँडा आयौँ होप्रा चौरमा। सिँचाइ टोलाउँदै मनकामना चोक र नगरपालिका भयो। लोकसेवा आयोग र हेटौडा सन्देशको अफिस नजिकमै रह्यो। सङ्गम चौक बुद्ध चौक पिपल बोटानी राप्ती रोड राम्रो भयो। चौकी टोल भैरव डाँडा हुन गई थाना भर्याङ नाम रह्यो। नहलपुर बसा माडी लेवड हुँदै आलदमार भोरले भयो। सिक्रिनी र पदम पोखरी हुन गो मयूर धाप फेरि छयो। 14 घरे पशुपति नगर हुन गयो राम्रै हिसाबले गरी। हेटौडा नगरलाई समेट्न लौ लागे छु खुसी थरी। रातमा चाइटी गरगई शान्तिनगर बानिया टोल फेरि भयो। हेटौडा नगरको इतिहास त्यो यस्तै हिसाबले रह्यो। ल जम्मै नेपालभरिकै छ यसमा। सासै नफेरिकन कसरी गाउन सक्यो होला त पढ्न सक्यो जस्तो। मलाई त पछि आउनै पर्छ।